आज हामी घोराईको झिङ्गुरामा रहेको ग्रिन पार्कमा भ्रमण गर्नको लागि आएका छौँ। कस्तो छ यहाँको अवस्था म तपाईहरूलाई देखाउने छु। अब हामी भित्र प्रवेश गर्दैछौँ। भित्रको अवस्था कस्तो छ आउनुहोस् हेरौँ। हामी झिङ्गुरा पार्कमा प्रवेश गरिसकेका छौँ। 2-3 वर्ष अगाडिको अवस्था र अहिलेको अवस्था यहाँको कस्तो छ म तपाईहरूलाई प्रत्यक्ष जानकारी दिन गइरहेको छु। यो देखिने क्षेत्र पहिले यो गाउँको झिङ्गुरा गाउँको खलियान थियो। योदेखि तलपट्टि अहिले अब खेती गरिएको छ भनेपछि यो ठाउँलाई पार्कको रूपमा यसलाई विकसित गरिएको छ। सुरुमा सामुदायिक वनको रूपमा यहाँ वृक्षारोपण गरिएको थियो गाउँलेहरू मिलेर। त्यही सामुदायिक वनलाई अहिले पार्कको रूपमा विकास गरिएको छ। हामी यो सबै दृश्यहरू देखाउँदै जानेछौँ। कस्तो आछ ठिक छ? ल अब हेर्दै जानुस्। यहाँ बाटो फुटपाथको रूपमा यो बलकहरू बिछ्याएर बनाइएको छ। यो अलि अब पुरानो भइसक्यो। योभन्दा अगाडिका भिडियोहरू सायद धेरै सुन्दर थिए होला। अब यहाँ पातहरू झरेको छ। मौसम पनि पात झर्ने बेला भइसकेको हुनाले यता पात झरेको देख्न सकिन्छ। यहाँ भर्खर यो पार्क निर्माण हुने बेलामा मानिसहरूको निकै ठुलो भिड हुन्थ्यो। चटपटेदेखि नास्तासम्म बेच्ने मान्छेहरू सडकको छेउमा लाइन लाएर बसेका हुन्थे। अहिले अब लगभग अलिकति मानिसहरूको पातलो अवस्था देखिन्छ। यहाँ माथि सुस्ताउनको लागि सानो कटेज बनाइएको छ भने अब हामी यता अगाडि जान्छौँ। यताबाट हेर्दै सोझै यो हामी पश्चिम उत्तरतिर लागिरहेका छौँ। रुखहरू हुर्किसकेका छन्। ठुला रुखहरू छन्। गर्मीको समयमा पनि यो ठाउँमा शीतल हुन्छ। अहिले अब मेरो चेहरामा घाम परेको छैन, त्यसैले हुनसक्छ भिडियो अलिकति कालो छ कि कस्तो छ त्यो मलाई थाहा छैन। तर सायद भिडियो राम्रै होला। निलो आकाशमुनिको हरियो जङ्गलभित्र पार्क, मानिसहरू वाक गर्नको लागि बनाइएको बाटो राम्रो छ, सुन्दर छ। दुवैतिर अब यहाँ क्यारी बनाएर फुलहरू रोप्ने हो भने अझ सुन्दर देखिने थियो। यो पनि सायद यो टोल विकासले, यो पार्क संरक्षण समितिले अवश्य गर्नेछ। यसलाई अझ व्यवस्थित गर्नुपर्ने अवस्था छ। यहाँ यिनी ठुला रुखहरू देख्न सकिन्छ। दुःखको कुरा के छ भने यो ठाउँमा शहीदका मूर्तिहरू स्थापना गरिएको थियो। यी मूर्तिहरू खै के कारणले हो सबै तोडफोड भएको छ। हामी देख्न सक्छौँ यहाँका मूर्तिहरू टाउको कसैको पनि छैन, सब तोडफोड गरेका छन्। अब यहाँ देख्न सकिन्छ यहाँ नानीहरू लाज मानेर उतातिर फर्किनु भएको छ। लाज मान्नु पर्दैन, यतातिर फर्किनुहोस्, एकचोटि हाई गरिदिनुहोस्। ल नानीहरू हाई गर्नुहोस् न एकपल्ट। भिडियो युट्युबमा आउँछ, हेरिदिनुहोस्। तपाईँको अनुहार पनि देखाइदिउँ के फरक परेर। ल ठिक छ हजुर, भाइरल हुनु होला फेरि। ल ठिक छ भइहाल्यो। नहेर्ने भए पनि केही भएन, त्यो तपाईँहरूको स्वतन्त्रताको कुरो भयो। ठिक छ। अब हामी यो पार्क देखाउन जाँदैछौँ। पार्कमा
खास गरेर यहाँ धेरै ठुलो क्षेत्र त होइन, ठिकै छ। बस्नको लागि एक दुई ठाउँमा यसो सिमेन्टका अथवा फलामका बेन्चहरूको व्यवस्था पनि हुन सके अझ राम्रो हुने थियो। एक ठाउँमा छ तर अब एउटा ग्रुप मात्रै त्यो ठाउँमा बस्छ, अर्को मान्छेहरू अर्को बसेको ठाउँमा सँगै बस्नको लागि अलि त्यति सँगै बस्ने कुराकानी गर्ने अवस्था, गोप्य कुराहरू हुन सक्छन्, आफ्ना दुःख सुखका कुराहरू हुन सक्छन्। त्यो गर्नको लागि ठाउँमा एकै ठाउँ नभएर कोही यो ठाउँमा अलिकति दूरीमा यसरी बेन्चहरू बनाइदिँदा राम्रो हुने थियो। यता तलतिर पनि बाटो गएको छ, कतासम्म गएको छ हामी हेर्छौँ, सायद यति मात्रै होला, धेरै तलसम्म गएको छैन। तलतिर पर्खाल देखिन्छ। अब यो पर्खालले घेरेर यता अलि परसम्म दक्षिणतिर, यो दक्षिणको भाग यसरी त्यहाँसम्म पुगेको छ। अब हामी यताबाट उत्तरतिर लाग्दैछौँ। देख्न सकिन्छ लगभग राम्रै छ। साँझ बिहान टहल्नको लागि, मर्निङ वाक, इभिनिङ वाक गर्नको लागि सामान्य समयमा केही क्षण सुस्ताउनको लागि, कोलाहलबाट अलिकति आफूलाई मुक्त राख्नको लागि यो ठाउँ उपयुक्त छ। ठाउँ सुन्दर छ, रुखहरूले गर्दा शीतल छ, छाहारी छ, शान्त छ। यहाँ कसैले डिस्टर्ब गर्दैन, यहाँ आएर घुम्न सकिन्छ। यतातिर यो जाली लगाएको रहेछ। पल्लोपट्टि पनि जङ्गल छ तर त्यो फेरि छुट्टै अरू कसैको होला, सायद व्यक्तिगत पनि हुनसक्छ अथवा अर्को टोलको पनि हुनसक्छ। योदेखि यो जाली लगाएको भन्दा पनि बाहिर पनि जङ्गल त छ, तर त्यो के प्रयोजनको लागि लगाइएको हो त्यो थाहा भएन। यसरी अब हामी एक राउन्ड यो झिङौराको ग्रिन पार्कलाई लगभग परिक्रमा गरिसकेका छौँ। अब गर्दैछौँ भनौँ, आधासम्म आइपुगेका छौँ। यो झिङौराको पार्कको नाम झिङौरा ग्रिन पार्क हो। यसलाई ग्रिन पार्कको रूपमा विकसित गरिएको छ र गुगलमा पनि ग्रिन पार्कको नाम नै उल्लेख छ। हामी गुगल म्यापमा खोज्यौँ भने यो पार्क देख्न सक्छौँ। यसरी हामी अब फेरि दक्षिणतिर लाग्दैछौँ। उत्तर लागेर अब फेरि हामी दक्षिणतिर लाग्दैछौँ। यसरी हामी यो पार्क पुरा घुमिसक्दैछौँ। धेरै ठुलो छैन, त्यसैले भिडियो पनि लामो त बन्ने छैन, छोटै हुन्छ। त्यही पनि सानो भिडियो तपाईहरुका माझ मैले आज प्रस्तुत गरेको छु। भिडियो हेर्नु होला, कमेन्ट गर्नु होला, मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। कमेन्ट गर्नु होला, त्यो भएपछि कसले हेर्नु भएछ त्यो मैले कमेन्टबाट थाहा पाउने छु। हाम्रा साथीहरू जति हुनुहुन्छ, मलाई चिन्ने नचिन्ने, देश विदेश जहाँबाट हेर्नु भएको छ, सबैले सानो प्रतिक्रिया लेख्नुभयो भने म त्यसको फेरि उत्तर पनि दिनेछु। तपाईहरुलाई कस्तो भिडियो मन पर्छ, म अब नियमित त्यस्ता भिडियोहरू बनाउने कोसिस गर्नेछु। धेरै टाढासम्म घुम्न गएका भिडियोहरू त हुने छैनन् तत्कालको लागि। हाम्रा गाउँघरहरू, हामीले देखेका, हामी आफै पैदल हिँडेर पुग्न सक्ने ठाउँहरूका साना छोटा गाउँका, प्रत्येक गाउँका भिडियोहरू ल्याएर आउँछु। हेरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। साथीहरू, अब हाम्रो लगभग यो भिडियोको अन्त्यतिर आइपुगेका छौँ। दुवैतिर हामी देख्न सक्छौँ झाडी छ छन त, तर बाटोभरि सफा छ। पात झर्ने मौसम भएको हुनाले पात झर्नु स्वाभाविकै हो। सबै यतानु पात छ, यी सुकेका पातहरू झर्ने नै भए, यो ठुलो कुरो भएन। यही पात नै यिनी बोट बिरुवाको लागि मल हुनेछ। मलको रूपमा
यहाँ ओसिलोपना चिसोपना सोच्नको लागि राख्नको लागि पनि यो पातहरूले काम गर्छ। यसरी हामी यो भिडियोको लगभग अन्त्यतिर आइपुगेका छौँ। हेर्नुहोला भिडियो अगाडि बढाऊ। अब अगाडि देखाऊ। अब हामी अघि नै तलबाट देखाएको यो कटेज विश्राम गर्नको लागि एकछिन सुस्ताउनको लागि बनाएको हो। सानो भए पनि च्याट्ट परेको छ। एकजना भाइ सुस्ताउनु भएको छ, यहाँ बस्नु भएको छ। ल केही बोलिदिनुहुन्छ? ल यो पार्कको बारेमा के जानकारी छ? तपाईँ कहाँको हुनुहुन्छ पहिले त्यो भन्नुहोस् त। हजुर ए उता बस्नुहुन्छ? कतिमा पढ्नुहुन्छ? ए घुम्न आउनु भएको हो? साथीहरू पनि हुनुहुन्छ कि एक्लै? एक्लै हो। कस्तो लाग्छ यो ठाउँ? राम्रो छ? हजुर हजुर। ल ठिक छ। हाम्रो दिपशिखामा पढाइ सकेर बस्नुभएको एकजना पढ्दै कि ए गोर्खामा मैले दिपशिखा भने जस्तो माने ए बसाइ दिपशिखातिर पढ्ने गोर्खा बोर्डिङ स्कुलमा जो हाम्रो कट्टो खोलाको नजिकमा पर्छ। त्यहाँ पढ्ने एकजना विद्यार्थी भाइ यहाँ शान्त भएर बस्नुभएको छ। अब हाम्रो भिडियो लगभग लास्टमा सकियो भने पनि हुन्छ। ल हुन्छ। अब हामी एक चक्कर लगाएर सक्यौँ। अब जान्छौँ। ल हस् ल हुन्छ। ल अब हामी भिडियोको अन्त्यतिर पुगिसकेका छौँ। यो 2-4वटा खुड्किला तल झर्नी छ, झरेर चढ्ने। हामी यहाँबाट देख्न सक्छौँ यो कटेज। त्यसमा मानिसहरू आएर सुस्ताउने आराम गर्ने गर्दछन्। अघि नै हामी गएको यही बाटो हो। यो बाटो भएर गयौँ अगाडि भनेपछि हामी आएको यतातिरबाट हो। ल हामी अब बाहिर निक्लिनको लागि यो बाटोबाट अगाडि बढिरहेका छौँ। हामी देख्न सक्छौँ मानिसहरू खासै आजभोलि धेरै त छैन। जाडो मौसम जाडो भएर पनि होला। अब गर्मीको सिजनमा मानिसहरू शीतल खोज्दै यस्ता छाहारीहरूमा आएर बस्ने, सुस्ताउने, आफ्ना सङ्गसाथीहरूसँग गफगाफ गर्ने त्यसो गरेको देखिन्छ। जाडोको मौसममा खास गरी छाहारी मानिसलाई मन पर्दैन। त्यो बेला त चौरमा बसेर सुन्तला र बदम छोराएर खाने मौसम हो। त्यसैले गर्दा यो छाया भएको ठाउँमा खासै मानिसहरू देखिँदैनन्। यहाँ नानीहरूले टिकटक बनाउँदै हुनुहुन्छ। यहाँ टिकटक बनाउने पनि निकै प्रचलन थियो पहिले। अहिले लगभग धेरै कम भइसकेको छ। हामी यहाँ टिकटक बनाउन लागेको देख्न सक्छौँ। ए नानीहरू हुनुहुन्छ यी होइन। ल ठिक छ। अब हाम्रो भिडियो अन्त्यतिर पुगिसकेको छ। यो यही पार्कको भवन हो। यो हरियाली पार्क, यो पार्कको भवन। यहाँ लेखेको छ पार्कभित्रको बोट बिरुवा तथा फुलहरू नटिपौँ, पार्क निर्माण समिति भनेर सानो सूचना टाँस्नु भएको छ। पार्क संरक्षण समितिको मानिसहरूले अब यो भित्र के छ थाहा छैन। उतातिर शौचालयको व्यवस्था पनि छ। यहाँ कुवा रहेछ, एउटा कुवा छ। यो कुवाबाट पानी तानेर माथि टङ्कीमा पुर्याएर शौचालयको लागि व्यवस्था गरिएको छ। यतातिर हामी बाहिर निस्किनको लागि र भित्र पस्नको लागि यो गेट देख्न सक्छौँ। गेट ठुलो छ, गाडी पनि आउन सक्ने गरेर ठुलो गेट बनाइएको छ। गेटमा ताला लागेको छ। हामी यहाँ देख्न सक्छौँ यसमा ताला बन्द छ, तर यो गाडीहरूको लागि मात्रै ताला बन्द हो। मानिसहरू आवत जावत गर्नको लागि यही बिचमा सानो ढोका छ, यसैबाट हामी बाहिर निस्कन्छौँ। हस् नमस्कार। भिडियो सकियो। अब योभन्दा अगाडि फेरि अरू भिडियो हामी हाल्नेछौँ। अवश्य हेर्नुहोला, हेरिसकेर प्रतिक्रिया दिनुहोला। मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला, भिडियोमा कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला। हस् त।
बाई